कहिल्यै सोच्नु भएको छ साँचो माया पाउनु भन्दा पनि साँचो माया निभाउन गाह्रो हुन्छ। माया भन्ने चिजै यस्तै हो। यो शब्द सानो छ तर यसको अर्थ धेरै गहिरो छ। माया भनेको केवल आई लभ यु भन्नु मात्र होइन। माया भनेको त बिना शब्द पनि कसैको मन बुझ्नु हो। कहिलेकाहीँ हामी सोच्दछौँ किन माया गर्दा पनि दुःख पाइन्छ। तर साँचो कुरो के हो भने माया कहिल्यै गलत हुँदैन। गलत त हामीले छानेका मान्छे हुन्छौँ। माया त्यस्तो शक्ति हो जसले एउटा कमजोर मान्छेलाई पनि बलियो बनाउँछ र कहिलेकाहीँ त्यही माया नै उसको कमजोरी बन्न जान्छ। तिमीले कसैलाई साँचो मनले माया गर्यो भने उसलाई पाउनु नै सबै कुरा होइन। उसलाई खुसी देख्नु पनि माया हो। साँचो माया कहिल्यै स्वार्थी हुँदैन। त्यो त त्याग हो, सम्झौता हो र कहिलेकाहीँ चुपचाप टाढा बस्नु पनि माया हो। जसले तपाईलाई बारम्बार रुवाउँछ ऊ त्यो मान्छे हो जसले तपाईलाई माया गर्छ। तपाईको माया सस्तो छैन। त्यो कसैको टाइम पास बन्नको लागि होइन। तपाई त्यो मान्छे डिजर्भ गर्नुहुन्छ जसले तपाईलाई प्रायोरिटी बनाउँछ, अप्सन होइन। यदि कसैले तपाईलाई साँचो माया गर्छ भने उसले तपाईलाई चेन्ज गर्न खोज्दैन। उसले तपाईलाई एक्सपेक्ट गर्छ जस्तो हुनुहुन्छ त्यस्तै। कहिलेकाहीँ मान्छे कुटिनु, टाढिनु फरक कुरा हो, किनकि त्यही कुटाए त्यही टाढाए तपाईलाई अझ बलियो बनाउँछ। माया गुमाउनु भनेको अन्त्य होइन, त्यो त नयाँ सुरुवातको सङ्केत हो। साँचो माया कहिल्यै हराउँदैन। त्यो त केवल सही मान्छेसँग पुग्नु ढिलो हुन्छ। ढिलो मात्र हो। माया भन्ने चिज यस्तै हो।